के विपक्षी दलका होइन भने त हामी त सरकारमा आउँछौँ है। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजी, सुजाता कोइराला, अन्य साथीहरू, र यहाँ उपस्थित सम्पूर्ण साथीहरू, आज पूर्व प्रधानमन्त्री परराष्ट्र मन्त्री सुजाता कोइरालाजीले लेख्नुभएको आफ्नो जीवनमा आधारित आत्मकथा र सानो बुबा अथवा आफ्नै पिताजीसँग सम्बन्धित स्वाभाविक रूपमा हुने नै गरेर लेख्नुभएको म र सानो बुबा आत्मकथा प्रकाशित भएको छ र त्यसको विमोचन भएको छ। म उहाँलाई धन्यवाद गर्न चाहन्छु। यस पुस्तकको यस रूपमा तयारी गरेर हामी सबैलाई गुण लगाउनु भएको, उहाँले हामीलाई गुण लगाउनु भएको। हामीले थुप्रै यथार्थहरू यस पुस्तकबाट पढ्न पाउनेछौँ, जुन कुरा यसअघि कसैले भनेको नहोला, कसैले सुनेको पनि नहोला, कसैले देखेको भोगेको पनि नहोला। त्यस्ता कुराहरू नै यस पुस्तकबाट प्राप्त हुनेछन्, किनभने यो निजात्मक कथासँग आत्मकथासँग जोडिएको विषय छ। दुई तीनवटा चारवटा कुरा जस्तो नै मिलेको छैन। आज कसो भएको छ। एउटा, बोल्नेहरूले कसैले किताब पढेको छैन, राम्रै लेख्नुभएको होला भन्ने विश्वास व्यक्त गरेको छ। यस्तो हुनु हुँदैन थियो। एकजना यो पुस्तक राम्ररी पढेर यसको समीक्षा गर्ने व्यक्ति वक्ता हुनुपर्छ। त्यसो भएपछि पुस्तकको राम्रो समीक्षा हुन्थ्यो। प्रकाशकको हिसाबले घोस्ट राइटिङका प्रमुख कमल ढकालजीले अलिकति व्याख्या गर्नुभयो, उहाँको आफ्नो तरिकाले व्याख्या गर्नुभयो। तर पुस्तक समीक्षा भेट्ने कुरा हो। जो पुस्तकको समीक्षा गर्ने व्यक्ति एकजनालाई पुस्तक दिएर पहिले नै समीक्षाका लागि तयार राख्नुपर्थ्यो र उहाँले पुस्तकको समीक्षा दिनु पर्थ्यो, जसबाट यो पुस्तक कसरी पढ्ने भन्ने कुरा पनि पाठकहरूलाई एक खालको मार्गदर्शन हुने थियो। त्यो अलि पुगेन जस्तो लाग्छ। अर्को कुरा, पुस्तक सुजाताजीको आत्मकथा हामीले चर्चा गरौँ गिरिजाबाबुको मात्रै। आत्मकथा सुजाता कोइरालाको चर्चा गऱ्यौँ गिरिजाप्रसाद कोइराला। गिरिजाप्रसाद कोइराला चर्चा योग्य व्यक्तित्व होइन भने होइन, चर्चा योग्य व्यक्तित्व हो। तर उहाँको आफ्नो पिताजी प्रेरणाको स्रोतदेखि लिएर कहिले कहिलेको सहयात्री समेत राजनीतिमा हुन पुगेका, आफ्नै बुबाको बारेमा आफू सँगसँगै म र सानो बुबा, यहाँ मुख्य पात्र म अथवा सुजाता कोइराला र सानो बुबा अर्को पात्र। यसमा बढी केन्द्रित हुनु पर्थ्यो पुस्तक जस्तो लाग्छ, तर पुस्तक नपढे हुनाले अब अर्को विमोचन गर्न बोलाइएको म मुख्य पात्र, मलाई पुस्तक उपलब्ध थियो, मैले पढेर आउनु पर्थ्यो। म यति व्यस्त भएँ कि म पढेर आउन भएन। अब मलाई मेरो श्रीमतीले सम्झाएको पनि हो, तपाईलाई पुस्तक पहिले नै दिएको छ। मलाई हिजो बेलुका मात्रै भाइहरूले बाबुहरूले सम्झाए कि तपाईँ भोलि यो कार्यक्रममा जाँदै हुनुहुन्छ, बेलुका
जति बेर मैले हेर्दाखेरि कहीँ कतै समय बाँकी रहेको छैन। राति 3 बजेसम्म प्याक छ, बिहान 7 बजेदेखि प्याक छ। अब कतिबाट यो पुस्तक पढ्छु मैले? 4 घण्टामा यो पुस्तक पढेर सकिँदैन। त्यसो भएपछि पढ्न मैले पनि भ्याइनँ। यो ठुलो कमजोरी हो। पुस्तक विमोचन गर्दा पुस्तक अध्ययन गरेर विमोचन गर्नुपर्छ र त्यसको चर्चा सार्थक हुन्छ। अब मैले चिनेको सुजाताजी भन्नुपर्ने भयो। पुस्तकको सुजाताजीको बारेमा मैले चर्चा गर्ने, पुस्तक पढे भए पुस्तकको सुजाता। अब मैले चिनेको सुजाताको बारेमा त सबैले चिनेको छ। मैले भन्दा बढी चिन्ने यहाँ सबै हुनुहुन्छ भने मैले त्यसमा के व्याख्या गरेँ? हरेक मान्छेका आफ्ना मन हुन्छ, आफ्नो स्वभाव हुन्छ। त्यो मन पर्ने र नपर्ने पनि अनौठो हुँदो रहेछ। त्यही मान्छे एक थरी मन पराएर हुँदो, त्यही मान्छेलाई अर्का थरीले मन नपराएर हुँदो, त्यस्तो हुँदो रहेछ। सुजाताजीको सम्बन्ध पनि त्यस्तो हुन सक्छ। कसैले मन पराउला, कसैले मन नपराउला। म त भुक्तभोगी छु आफू। आई लभ यु भन्ने पनि छन्, आई हेट यु भन्ने पनि छन्। त्यो उनीहरूको राइटको कुरा हो। मैले आफ्नो काम राम्ररी गर्नुपर्छ, इमान्दारिताका साथ गर्नुपर्छ, त्यो मलाई थाहा छ। मैले गर्नुपर्ने काममा मेरो ध्यान छ। को के भन्छ बेग्लै कुरा हो। जीवनमा सुजाताजीलाई आई हेट यु कसैले पनि भनेन होला, तर आई लभ यु त धेरैले भने होला। धेरैले भने कुरा देख्नु पनि भएछ। त्यही ठाउँमा चाहिँ फेरि मेरो आँखा पनि पुगेछ क्या। खै उहाँको जीवन उहाँले मैले अलिअलि ठाउँ पढेको अनुसार अलिक उतार चढावपूर्ण जिन्दगी नै रह्यो। उहाँका पनि आशा, अपेक्षा, चाहनाहरू, खुसीहरू, यी सबै कुरा उहाँको जिन्दगीमा पनि छ, सबैको जिन्दगीमा हुन्छ। राम्रै होला, सुखी होला, आनन्दै होला भनेका ठाउँमा त मेसेगार हुँदो रहेछ नि। हामीले दरबार हत्याकाण्ड हेऱ्यौँ, हामीलाई बाहिरबाट त के लागिरहेको थियो भने आनन्दै सबै सर्वे भवन्तु सुखिनः भनेको सबै सुखी होला, सबै निर्भय होला, बहुत राम्रो होला त्यहाँभित्र दरबारमा हो भनेको त्यस्तो रहेछ त्यहाँ। त्योभन्दा त हाम्रै झोपडीहरू कता कता यस्तो हुँदो रहेछ। त्यसो भएर मान्छेले कहिले कहिले बाहिरबाट हेर्दा के लाग्छ, के देख्छ, तर त्यस्तो नहुन सक्छ। आफ्ना आफ्ना कथा, आफ्ना आफ्ना व्यथा, आफ्ना आफ्ना चाहनाहरू हुन्छन्। उनीहरू अनुसारका चाहनाहरू भए होला, बच्चाका चाहनाहरू भए होला, किशोरावस्थाका भए होला, युवावस्थाका भए होला। त्यसपछि अरू प्रकारका अब पोलिटिक्समा लागेपछि पहिले मान्छेलाई कसरी आफू आत्मनिर्भर बनौँ, सक्षम बनौँ भन्ने खालको हुन्छ। पोलिटिक्समा लागेपछि अलिकति मान्छेको फेरि हतार हतार महत्त्वकांक्षाको टुसो यसरी पलाउँछ नि, टुसो पलाइहाल्छ। पोलिटिक्स यस्तो चिज हो, त्यसमा पोलिटिक्समा एम्बिसनको टुसो पलाउँछ। पोलिटिक्सको पिर्कामा बसेका दिनदेखि त्यो मान्छेलाई बुरुक पार्न थाल्छ क्या त्यो चिर्का। पोलिटिक्सको पिर्काले त्यस्तो हुन्छ, हुँदो रहेछ। अब कोही त्यो पोलिटिक्सको पिर्कामा बस्दिनँ भन्दै बस्न पुग्ने, यसो गर्दिनँ भन्दै गर्न पर्ने, गर्दा गर्दै म जस्तो मान्छे गाउँबाट आएर प्रधानमन्त्री चिताउँदै नचिताइकन पनि भइदिने पनि हुँदो रहेछ। सुजाताजी पनि प्रधानमन्त्री हुनुभयो, परराष्ट्र मन्त्री हुनुभयो। एउटा अनुभवी
व्यक्ति हुनुहुन्छ। अब उहाँलाई प्रौढ अवस्थामा गएको भनिहाल्दा मैले हालै मन बनाउँदैन फेरि यो कुरा धेरै त्यसको प्रौढ अवस्थातिर ढल्किएको पनि अलिक भन्न मिलेन। अलिक उमेर बिस्तारै अलिक अब छिप्पिँदै गएको भनौँ त्यस अवस्थामा एउटा परिपक्व व्यक्ति हुनुहुन्छ र उहाँले तदनुसार नै यो पुस्तकका सबै कुरा लेखेर आउनुपर्छ। मैले यसो पल्टाएर हेर्दा के लाग्यो भने मान्छेले आफ्नो बारेमा लेख्दा अलिकति बढाइ चढाइ गरे हुन्छ, किनभने त्यो पुस्तकको केन्द्रै उयो हो, हिरो नै उयो हो, हिरोइन नै उयो हो, नायकै उयो हो, सबै कुरा आफै व्यवस्था आफैलाई सेन्टर गरेर लेखेको हुन्छ। त्यसकारण अलिकति बढाइ चढाइ पनि कहिले कहिले भएको हुन्छ। 10 जना मिलेर 11 जना मिलेर फुटबल खेलमा जितेको छ भने आफ्नो बारेमा लेख्दाखेरि म पनि थिएँ र जितियो भनेर त लेख्नै त्यस्तो खालको हुन सक्छ। तर त्यस्तो पनि मैले चाहिँ यो पुस्तकमा देखिनँ। आफूलाई अलिकति बढी नै सेन्टर गरेर श्रेय चाहिँ आफूले अलिक बढी लिउँ भन्ने खालको पनि मैले देखिनँ। मैले पढिनँ भनेको मैले यो अध्ययन जसरी पढ्नु पर्थ्यो त्यसरी पढिनँ भने हो। ठाउँ ठाउँ चाहिँ फेरि टुप्पो टुप्पो चाहिँ अलिकति हेरेँ आउँछु। त्यसो भएर उहाँले यी आत्मकथा लेखनका सन्दर्भमा धर्मनिर्वाह गर्नुभएको छ यथार्थ प्रतिबिम्बित हुने गरी, तर त्यसबाट अरूले कतिपय सन्दर्भहरू सही ढङ्गले समाउने गरी देख्नुभएको छ भन्ने मलाई लाग्छ। र मैले अब यसमा धेरै टिप्पणी गरिरहनुपर्छ जस्तो लाग्दैन। यो पुस्तक तयार गर्न अग्रसरता दिने प्रेरित गर्नेदेखि लिएर तयारी अवस्थासम्म पुर्याउने घोस्ट राइटिङ कमल ढकालजी लगायत अरू साथीहरू जो योगदान गरे बापत सम्मानित पुरस्कृत हुनुभएको छ, म सबैलाई पनि धन्यवाद भन्न चाहन्छु। तपाईँहरूले राम्रो काम गर्नुभएको छ र खुसी व्यक्त गर्न चाहन्छु। यो पुस्तक आएको छ, यसले हामीलाई प्रेरणा दियोस्। मैले चाहिँ आफ्नो बारेमा लेखुला जस्तो लाग्दैन त्यति साह्रो। अब कहिले कहिले केही लेख्दा कुन कुन टुक्राहरू संस्मरण चाहिँ आउला, तर यसरी आत्मवृत्तान्त आत्मकथा जस्तो लेखुला जस्तै लाग्दैन। मसँग त्यो समय नै छैन। अब कति बेर लेख्ने भन्ने नै मसँग त्यो एरेन्ज गर्न सक्छु भन्ने विश्वासै लागिरहेको छ। तर अरू साथीहरूलाई मेरो सल्लाह छ, समय निकाल्नुहोस् र केही लेख्नुहोस्। जो कोही उद्यममा लाग्नुभएको होला, कोही कुनै व्यवसायमा लाग्नुभएको होला, कुनै कुरा त सफलता प्राप्त गर्नुभएको होला, कुनै प्रेरणादायी विशेषता तपाईँको जीवनमा होला, त्यो कुराबाट अरूले सिक्न पाउन्, प्रेरणा लिन पाउन् र तपाईँको बारेमा पनि खुदै जान्न पाउन्। उहाँहरू भन्ने मान्छेले जान्न पाउन्, बुझ्न पाउन्। यसबाट सुन्दरताजीलाई जान्न सकिन्छ। गिरिजाप्रसाद कोइरालाजीलाई पनि यस किताबबाट केही मात्रामा जान्न सकिन्छ। हुन त सबै कुरा जानिँदैन, सुजाताजीलाई पनि यस पुस्तकबाट जान्ने केही मात्रामा नै हो। सबै कुरा यो उमेरसम्म उहाँले यही किताबमा लेखे जति मात्रै कुरा भोग्नुभयो होला र गर्नुभयो होला र अनुभव अनुभूतिहरू भोगाइहरू यति मात्रै भयो होला, थुप्रै भयो। त्यो अब सम्झिँदै जाँदाखेरि हुँदा धेरैवटा यस्तै किताबहरू धेरैवटा निस्किन सक्छ। मेरो विचारमा दोस्रो संस्करण भन्दा पनि दोस्रो कृति निस्कियोस्। पहिले यो संस्करण त पछि पछि गरे हुन्छ, दोस्रो कृति निस्कियोस्, तेस्रो कृति निस्कियोस्। परराष्ट्र मन्त्रीका रूपमा मेरो अनुभव एउटा निस्कियोस्, सांसदका रूपमा मेरो अनुभव एउटा निस्कियोस्, बच्चाका आमाका रूपमा मेरो अनुभव एउटा निस्कियोस्। उपयोगी नै हुँदैन। यस्ता थुप्रो क्षेत्रहरू छन् जहाँबाट एक एकवटा पुस्तक निस्किन सक्छ। अब त बानी परिसक्यो, लेख्ने कसरी भन्ने थाहा भइसक्यो। अलिक बढी अल्छी लाग्यो भनेदेखि
घोस्ट राइटिङ सबै छाया लेखकहरूलाई साथमा राख्ने र लेख्ने अनि त्यसको काटछाट गर्ने दफ्ता गर्नेहरू मिलाउने काम उनीहरूले गर्छ। त्यसलाई अलिक इन्लाज गर्नु पर्यो भने नबिग्रिने गरी इन्लाज पनि उनीहरूले गर्न सक्छ, राम्रो हुन्छ। अरू साथीहरूलाई पनि मेरो सुझाव छ। अर्को कुरा मेरो सुझाव के छ भने हामी यहाँ आयौँ, समय त इन्टरेक्सन गर्न भ्याइने जस्तो लाग्दैन, तर हामीले यस पुस्तकलाई पढौँ। पढ्ने चलन अलिक कम छ। यस पुस्तकलाई पढौँ र सुजाताजीको बारेमा उहाँकै आँखाबाट पनि सुजाताजी के हो, सुजाताजीले बुझेको सुजाता कोइराला के हो कस्तो हो भन्ने पनि हेरौँ न। त्यो पनि मेरो आग्रह। बाहिरबाट हेर्दा कहिले फरक लाग्छ र वास्तविक जीवनमा मान्छे फरक। त्यसो भएर मलाई बाहिरतिर मान्छेहरूले अलिक कडा मिजाजको आदि इत्यादिमा अलिक साह्रो भन्ने कडा भन्ने हुन्छ। मैले भन्ने गर्छु यो माइक राखेर हुन्छ अगाडि अनि त्यसले बिस्तारो गरे पनि साह्रो बनाउँछ। त्यति म वास्तवमा व्यक्तिगत जीवनमा अरू कुरामा फेरि माइकको अगाडि बाहेक म सधैँ सक्छु। माइकको अगाडि चाहिँ अलिकति टफ। अनि मलाई अलिक देश बिगार्न खोज्यो कसैले भने चाहिँ अलिक त्यसमा चाहिँ मन पर्दैन। देश बिगार्न खोज्यो भने, देश बनाउन खोज्यो भने म सधैँ प्रशंसा गर्छु। मैले आइडियोलोजी त्यति धेरै हेर्दिनँ, देशप्रतिको निष्ठा हेर्छु। आइडियोलोजी आफ्नो आफ्नो हुनसक्छ, देश चाहिँ साझा हो। त्यस कारण तरिका सोचहरू फरक फरक हुन सक्छन्, तर गन्तव्य चाहिँ एउटै हो, देश। देश कसरी बनाउने ससाना कुराहरूलाई तिलको पहाड बनाएर, पहिले तिलका तहाड बनाएर भन्थे। तिलका तहाड बनाएर, तिलका तहाड होइन, तिललाई नै पहाड बनाउने चलन छ। त्यसैलाई समातेर खुब हल्ला गरेर चलाउँछ। अहिले पनि एउटा के सानो त्यहाँको केही विषय पाए जस्तो लाग्यो केही मान्छेलाई उठिरहेका छन्। के पायौँ भनेर भेटियो, इस्यु भेटियो भनेर हिजैदेखि सुरु छ वक्तव्यबाजी। इस्यु भेटियो, यही मौका हो, यही केन्द्र हो। यही डोरीलाई नाग बनाउनुपर्छ। नाग गरेर कोही प्रयास, कोही के गर्न प्रयास, केही अर्थ छैन। हामीले देश र जनताको हितको लागि काम गर्नुपर्छ, इमान्दारिता। म सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु, यो देश भनेको छ जसले बनाओस्, जसरी बनाओस्। एकपल्टको एउटा संवादमा मैले भनेका थिएँ कि हाम्रा पुर्खा पनि युद्धका मैदानमा थिए, हाम्रा पुर्खा पनि लडेका थिए र यो देश बन्या हो। कोही एकजना व्यक्ति उसका पुर्खाले लडे, अरू लडेर भन्ने होइन। हाम्रा पुर्खा के तमासा हेरेर बसेका थिए, देशमा शिक्षण बिचरा फ्रन्ट लाइनमा थिए, मरे, मारिए, केही बसेर बसिएर त्यो अलिकति माटो कुदियो कि के हो कि नाम निशान केही छैन। जो पछाडिबाट कमान्ड गर्छ तिनीहरू बाँचे, पछि जितियो, बचियो, इतिहास रह्यो। जो बाँच्ने पाएन त्यो इतिहास। हाम्रा पुर्खा त्यस्तै हो। नेपालीहरूले हाम्रा पुर्खा चाहिँ लडेनछन् कि भनेर ठान्नु पर्ने केही आवश्यकता छैन। हामी सबैका पुर्खा लडेर यो देश बनाएको। अब कसैले नायकत्व दियो होला, नायकत्व त लिन्छ होइन। अहिले म प्रधानमन्त्री भएर सरकारको नायकत्व लिएको छु। अब 15 महिनापछि चाहिँ राजनीति प्रधानमन्त्री हुनुहुन्छ, उहाँले लिनुहुन्छ।
हुने कुरा हो। तर सरकार भनेको चाहिँ फेरि म मात्रै पनि होइन, उहाँ मात्रै पनि होइन। सरकार भनेको त यस्तै नायकत्व कसैले लिन्छ, तर त्यहाँ सिङ्गो देश लागेको हुन्छ। यो देशलाई बचाउनुपर्छ, यो देशलाई विकास गर्नुपर्छ, यहाँ सुशासन हुनुपर्छ, यहाँ डेमोक्रेसी हुनुपर्छ। एउटा व्यक्ति मानेर, एउटा व्यक्तिलाई संस्था मानेर, एउटा व्यक्तिका फलानाका खानदानलाई मानेर हिँड्ने पछौटे त्यो सामन्ती चिन्तनमा अबको युग जान सक्दैन। स्पष्ट छ त्यो अबको युग जानै सक्दैन। त्यस कारण यस्ता कुरामा कोही भ्रममा नपर्दाखेरि हुन्छ भन्ने मलाई लाग्छ। जे जति बलिदान भयो, जे जति सङ्घर्ष भयो, त्यो सानो पुस्तक बलिदानको बारेमा लेखिएको पुस्तक हो, कष्टहरूको बारेमा लेखिएको पुस्तक हो। चर्चा नै छ। एउटा माइक लिएर सोमबार निस्किएपछि शुक्रबार फर्किनु। मसँग केही महिनामा मात्रै घर फर्किएको, केही वर्षमा मात्रै राति एकछिन घर फर्किएको र फेरि खुत्त निस्केर भागिहालेको अनुभव गर्नु छ। पछि नै भने म जेलबाट छुटेपछि पनि त्यस्तै भयो। लुम्बिनीमा म खटेको थिएँ जनआन्दोलनका बेला। त्यस बेला 1 महिनामा पनि म घर खाउनु पाउँदैन, कुनै डेरा थिएन, कहाँ बस्ने थाहा थिएन, कुन भान्सामा भरे बेलुका खाने हो थाहा छैन, कुन बेडमा भरे बेलुका सुत्ने हो थाहा छैन। त्यस्तो अवस्थामा हामी काम गर्थ्यौँ। धन्यवाद छ मेरा मित्र शेरबहादुर देवाजीलाई, उहाँले जेल जीवनका पनि अलिकति स्मरण गर्नु। हामी कठिन जेल जीवनमा तिनै जेल जीवनका सबै कथा लेख्न भ्याइँदैन थियो। जुन कथा मलाई जानकारीमा थियो, जुन कथा बढी खड्किएका थिए, ती कथाहरू उहाँले त्यसमा राख्नुभएको छ। यो सङ्घर्ष बलिदान कथा गाथा मध्येको एउटा अंश हो। र धेरै बलिदान, सङ्घर्ष, दुःख, पीडा अनेकबाट हामीले यो लोकतन्त्रको स्थितिमा आएका छौँ। र लोकतन्त्र दुनियाँको बेस्ट सिस्टम हो, मल्टी पार्टी सिस्टम बेस्ट सिस्टम। त्यस कारण हामीले यसलाई स्थापना गरेका छौँ, यसलाई रक्षा गर्छौँ र यसलाई अझ परिष्कृत गर्दै अगाडि बढाउँछौँ, परिमार्जित गर्दै अगाडि। हामीले गरेको संविधान संशोधनको प्रश्न थिए। अनि एकजना मित्रको मैले स्टाटस हेरेँ, त्यहाँबाट अवकाश प्राप्त भइसकेका मान्छेलाई त्यहीँबाट हुर्किएर आएर त्यहीँ कुनै बाहिरबाट प्रेजर ल्याएको होइन, त्यहीँ काम निमित्तको स्थितिमा भएको मान्छेलाई त्यहीँको क्याडरलाई नियुक्त दिएको, बाहिरबाट कहीँबाट प्रेजर ल्याएर होइन। त्यस्तो मान्छे उहाँले निष्कासन गर्नु सोचे, या सोझै निष्कासन नगर्नु, अर्को ठाउँमा निगममा बनाएर राखिदिनु, सरुवा भनेर। जहाँ उसको कार्यक्षेत्र होइन, कार्यस्थल होइन, केही पनि होइन, सरुवा भनेर राखिदिनु भयो। रिटायर्ड मान्छेलाई फेरि ल्याएर राख्नु। अनि उहाँले थप्नु, महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा महाकाव्य छ प्रमिथस। प्रमिथस भनेको यो ग्रिस साहित्यमा पृथ्वीमा स्वर्गबाट, स्वर्गमा त आगो थियो, न्यानो थियो, सबै चिज थियो, पृथ्वीमा अन्धकार थियो, चिसो थियो। त्यस्तो बेलामा मान्छे चाहिँ थिए। ती मान्छेहरूका लागि भनेर स्वर्गको देवताका अनेक भाइहरूमध्ये, थुप्रै भाइहरूमध्ये एक भाइ प्रमिथसले आगो चोरेर पृथ्वीमा ल्याए। त्यस बापत उनलाई 1000 वर्ष ढुङ्गाहरूको चेपमा कैद गरेर राखिहाल्यो। त्यो मित्रले त्यस्तै गरेर व्याख्या गर्नुभएछ।
उहाँले परमेश्वरले जस्तै उज्यालो ल्याउनु हो परमेश्वर। अघिल्लो 4 वर्षको कार्यकाल पुरै उहाँले ती काम गरेर पुरा गर्नुभएको थियो। त्यस बेला ल्याउनु भएको थियो कि उहाँले नियुक्त गर्ने बित्तिकै चाहिँ आगो बोकेर आउनुभयो, उहाँ बिजुली बोकेर आउनुभयो, चिम बोकेर आउनुभयो कि ट्रान्समिसन लाइन बोकेर आउनुभयो कि वर्षौँ लगाएर जे काम गरिएको हुन्छ त्यसलाई चमत्कार जादुको रूपमा व्याख्या गर्ने अरू थुप्रै कुराहरू छन्, त्यो पछि कुरा गर्नु। तर म कोही पनि साथीहरूलाई यस्ता कुराहरूको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु। मैले धेरै समय गर्यो, सुजाताजीलाई धन्यवाद छ, सहयोगी सबैलाई म धन्यवाद भन्न चाहन्छु। यो पुस्तक हाम्रो हातमा भएको छ, त्यसबाट लाग्यो। धन्यवाद।